हेलो नमस्ते वेलकम टु एआरएम नेपाल। आज हामी बुहारी सिरियलको लेटेस्ट एपिसोड 272 को रिभ्यू गर्दैछौँ। दिस एपिसोड इज भेरी इमोसनल एन्ड सकिङ। हेर छोरा, यो घरमा सन्तानको विषयमा झगडा भएको 3 महिना भयो। अब तैँले दुईटै बुहारीको चित्त बुझाएर अगाडि बढ्नुपर्छ। यसरी एपिसोडको सुरुवातमा रामले मुना र कमलासँग बच्चा जन्माउने कुरा मान्दैनन्। रामले 5 वर्षपछि भन्ने कुरा गर्छन्। दिस क्रिएट्स टेन्सन इन द फ्यामिली। सुशीलाले चाहिँ रियल रिजन बुझेकाले नै रामको सपोर्ट गर्छिन्। बिन्ती छ राम, तपाईँ यो घर छोडेर नजानुहोस्। एकातिर यस्तो छ त अर्कोतर्फ रामको घरका परिवारका मान्छेहरू पनि अझै पनि त्यही बच्चा जन्माउनेमै छन्। अनि यो सिचुएसन चाहिँ एकदमै कन्फ्युजिङ र इमोसनल छ। गाउँका मान्छेहरू पनि के भएको छ भनेर बुझ्नै सकेका छैनन्। मालतीले पनि एकदमै समस्या बनाइरहेकी छ। एपिसोडको अन्त्यतिर राम र सुशीलाले घर छाडेर जान लागेका हुन्छन्। अनि त्यही क्रममा फेरि कमला गएर बाटो छेड, राम म तपाईँले जान दिन्न, तपाईँले यस्तो अवस्थामा कसले पुऱ्यायो। एन्ड फाइनली राम रिभेल्स द ट्रुथ, हि ब्लेम्स कमला। त्यसपछि पुरानो घटना देखाइन्छ जहाँ कमलाले आफ्नो बच्चा गुमाइसकेकी थिइन् र पछि डाक्टरले पनि अब सन्तान नहुने बताएका थिए। यो सिन एकदमै दुःखद र इमोसन इन माई ओपिनियन। पर्सनल्ली यो एपिसोड निकै इमोसनल र पावरफुल लाग्यो। स्टोरीले एउटा डिप ट्रुथ रिभिल गर्यो। तपाईँलाई यो एपिसोड कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्ट बक्समा कमेन्ट गर्न भने नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ एआरएम नेपाल। यस्तै नेपाली सिरियलका रिभ्यूहरूको लागि यस च्यानललाई सब्सक्राइब गरी नजिकैको बेल आइकनमा प्रेस गर्न भने नबिर्सनु होला।